चित्रको वस्तु नपाउन्जेल कस्तो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सुनाखरी अडियो सञ्चार। जीवनमा सबै थोक बदलिन सक्छ, समय परिस्थिति, यहाँसम्म कि हामी आफै पनि। तर कहिलेकाहीँ केही सम्बन्धहरू यस्ता हुन्छन् जसले जीवनभर साथ दिन्छन्। ती सम्बन्धहरूमध्येको एक हो साथी। तपाईँ हामी सबैजनाको एकजना साथी हुन्छ, एकजना अथवा एकजनाभन्दा बढी साथीहरू हुन्छन् र धेरै साथीहरूमध्ये पनि कुनै एकजना साथी यति धेरै विशेष हुन्छ उसको बारेमा कुनै बयान गरेर साध्य हुँदैन के। तर साँचो साथी कसलाई भन्न सकिन्छ? के सबै साथीहरू जीवनभर साथै रहिरहन्छन्? के हामीले जसलाई साथी ठानिरहेका छौँ तिनीहरू नै हाम्रो लागि साँचो साथी हुन् त? आज हामी यस्तै मित्रताको बारेमा कुरा गर्दैछौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। जीवनका केही क्षणहरू यस्ता हुन्छन् जसले समयको एउटा टुक्रालाई स्थिर गरिदिन्छ। ती क्षणहरू न त आँखाले देखिन्छन् न त कुनै तस्बिरमा कैद नै गर्न सकिन्छ, तर हृदयको कुनै कुनामा गहिरोसँग टाँसिरहेका हुन्छन्। असल साथीको त्यो पहिलो क्षण पनि त्यस्तै अमिट रहन्छ, अमर रहन्छ। त्यो दिन पनि सामान्य दिनहरू जस्तै थियो। समय आफ्नै तालमा बगिरहेको थियो। सायद उसको पनि त्यस्तै भइरहेको थियो होला। न त कुनै पूर्व तयारी नै थियो, न त कुनै विशेष अपेक्षा। तर जीवनले कहिलेकाहीँ अनायासै यस्तो मोडमा ल्याएर उभ्याइदिन्छ जहाँ कसैको उपस्थितिले अस्तित्वलाई नै फरक अर्थ दिन थाल्छ। जब पहिलो पटक उसँग भेट भयो, मनमा कुनै विशेष तरङ्ग चलेको थिएन। एउटै वाक्यबाट सुरु भएको संवाद बिस्तारै एउटा गहिरो अनुभूतिमा परिणत हुँदै गयो। ऊ बोलेको शब्दहरू मात्र थिएन, अनुभूति थियो। ऊ मुस्कुराएको क्षणहरू मात्र थिएन, आत्माको एउटा संवाद थियो। तिमी को हो? उसको आँखाभित्र झल्किएको त्यो निर्दोष प्रश्न जीवनभरको उत्तर बन्न पुग्यो। के साँच्चै हामी पहिला पनि भेटेका थियौँ र? नत्र किन उसँगको संवाद यति सहज भइरहेको थियो? किन उसका हरेक शब्दहरू मनमा आफ्नै परिचित सङ्गीत जस्तै बजिरहेको थियो? समय सधैँ एकनासको कहाँ हुन्छ र? तर केही सम्बन्धहरूले समयको सीमालाई तोड्न थाल्छन्। त्यो पहिलो भेटको केही घन्टामा नै वर्षौँको आत्मीयता बोकेर आएको जस्तो लागिरहेको थियो। न त खास परिचयको आवश्यकता नै थियो, न त कुनै औपचारिकताले ठाउँ पाएको थियो। केवल भावनाहरू खुलेर बगिरहेका थिए, न कुनै बाधा बिना, न कुनै अवरोध बिना। साँचो मित्रता भनेको के हो? उसले सोध्यो मलाई। मैले जवाफ दिन सकिनँ, किनभने त्यसको उत्तर त ऊ स्वयं आफै थियो। एक असल साथीको उपस्थिति भनेको कुनै परिभाषामा बाँध्न नसकिने एउटा अदृश्य साहस हो जसले कठिन परिस्थितिहरूलाई सहज बनाउँछ। उसको शब्दमा अभिमान थिएन, केवल आत्मीयता थियो। उसको हाँसोमा बनावटीपन थिएन, केवल निश्चलता थियो। ऊ कोही थिएन, ऊ मेरै साथी थियो। समय बित्दै गयो, हावा चलिरह्यो, सूर्य अस्ताउँदै गयो, कयौँ ऋतुहरू फेरिए। तर त्यो पहिलो भेटको अनुभूति कहिल्यै पुरानो भएन। केही सम्बन्धहरू एउटा गहिरो जरा बोकेर आउँछन् जुन समयले उखाल्नै सक्दैन। ती सम्बन्धहरू न कुनै स्वार्थले बनेका हुन्छन्, न कुनै चाहनाले। केवल आत्माको आवेगले निर्माण भएका हुन्छन् ती सम्बन्धहरू। त्यसपछि जीवन सधैँ पहिलाको जस्तै रहेन। कठिन परिस्थितिहरू आयो। उसँगको पहिलो संवादले जीवनप्रति मेरो दृष्टिकोण नै बदलिदियो। हरेक कठिनाइहरूमा, हरेक सङ्घर्षमा त्यो पहिलो भेटको सम्झना आइरह्यो। जब कहिल्यै नचिनेको मान्छे आत्माको यति नजिक हुन सक्छ, तब यो संसार साँच्चै नै रहस्यमय छ कि जस्तो लाग्दो रहेछ। त्यसैले असल साथी भेट्नु भाग्य मात्र होइन, जीवनको सबैभन्दा सुन्दर उपहार पनि हो।
केही साथीहरू आउँछन् र जान्छन्, तर असल साथीहरू आत्मामा गडेर बस्छन्। उनीहरू भेटिने दिन मात्र होइन, जिन्दगीभर हृदयमा बस्ने क्षण सृजना गरेर जान्छन्। जीवनका यात्राहरूमा केही सम्बन्धहरू यस्ता हुन्छन् जसले समयसँगै झन् गाढा र अमूल्य सम्बन्धहरू बनाउँछन्। ती सम्बन्धहरूमध्ये साथीको सम्बन्ध सबैभन्दा सुन्दर र मनछुने हुन्छ। साथी भनेको केवल समयलाई व्यतीत गर्ने सम्बन्ध मात्र होइन, त्यसै दिन बिताउने मान्छे पनि त होइन। ऊ हाम्रो भावना बुझ्ने, सुख दुःखका सहयात्री र जीवनका अनगिन्ती मोडहरूमा साथ दिने विश्वासिलो पात्र हो। साथी जीवनको अमूल्य उपहार हो। मानव समाजको अस्तित्व र समृद्धिमा साथीको भूमिका गहन रहेको छ। मानिस सामाजिक प्राणी हो र उसले एक्लै जीवनयापन गर्न सक्दैन। सुख दुःखका पलहरूमा साथ दिने, प्रेरणा जगाउने र कठिन समयमा सहारा बन्ने व्यक्ति नै साँचो साथी हो। साथीको उपस्थितिले जीवनमा खुसी, आत्मविश्वास र मानसिक सन्तुलन पनि कायम राख्न मद्दत गर्दछ। साथी भनेको विश्वास, सम्मान र आपसी समझदारीको सम्बन्ध हो। साथी त्यो हो जो हाम्रो कमजोरीलाई बुझ्छ र हामीलाई सुधार्न हरदम तयार रहन्छ। साँच्चीकै भन्नुपर्दा साथी भनेको ईश्वरको उपहार हो। जीवनको खालीपनलाई भरिदिने एक अमूल्य गहना हो। सानो उमेरमा खेल्ने साथीदेखि लिएर जीवनका कठिन क्षणहरूमा सहारा बन्ने साथीसम्मका सम्बन्धहरू अनमोल हुन्छन्। साथी हुनुको अर्थ केवल रमाइलोमा साथ दिनु मात्र होइन, दुःख र सुख दुवै अवस्थामा साथ दिनु हो। सच्चा साथी भनेको त्यो हो जो तपाईँको आवाज नसुनिकनै तपाईँको मौनतालाई बुझ्छ। ऊ तपाईँको हाँसोमा रमाउँछ र तपाईँका आँसुहरूमा साथ दिन्छ। कठिनाइमा साथ दिने हात र सफलतामा ताली बजाउने हृदय नै सच्चा साथीको पहिचान हो। साथी त्यो व्यक्ति हो जोसँग दुःख बाँड्दा मन हलुको हुन्छ र खुसी बाँड्दा दुब्बर बढ्छ। जीवनको यात्रा एक्लै पार गर्न प्राय सम्भव हुँदैन। जीवनमा आउने हरेक आरोह अवरोहमा साथीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। साथीले तपाईँ हाम्रो जिन्दगीमा हौसला बढाउन मद्दत गर्दछ, मार्गदर्शन गर्छ र कहिलेकाहीँ हाम्रो कमजोरीलाई पनि औँलाएर सही बाटोमा ल्याउने हिम्मत गर्दछ। कहिलेकाहीँ साथीको एक शब्दले जीवनमा ठुलो परिवर्तन ल्याउँछ। उनीहरू हाम्रो जिन्दगीलाई फरक दृष्टिकोणले हेर्ने हिम्मत गर्दछन्, किनकि ऊ तपाईँको प्यारो साथी हो, तपाईँको मिल्ने साथी हो। समय बित्दै जाँदा जीवनमा धेरै मानिसहरू आउँछन् र जान्छन्, तर केही साथीहरू यस्ता हुन्छन् जो सधैँ हृदयमा बसिरहन्छन्। तपाईँ आफ्नो आँखा बन्द गरेर महसुस गर्नुहोस् त, सम्झनुहोस् त, ती साथीसँग बिताएका पलहरू, त्यो गर्मीको दिनमा खोलाको छेउमा बसेर गरेका गफहरू, गाउँमा सानो बेलामा गरेका फटाइ कामहरू, स्कुल छुट्टी भएको बेलामा साथीहरूसँग वस्तु गोठाला गएको दिनहरू, साँझको बेला रमाइलो पारामा सँगै गाएर सुनेका गीतहरू, अनि कुनै दिन सँगै रोएका दुःखका पलहरू, यी सबै क्षणहरू हृदयमा अमिट सम्झनाको रूपमा बसेका त छन्। तर कहिलेकाहीँ जीवनले साथीलाई टाढा लैजान्छ। परिस्थिति, समय र स्वार्थका कारणले सम्बन्धहरू फिक्का बन्छन्। साथीलाई गुमाउँदाको पीडा प्रेम गुमाउँदाको भन्दा कम हुँदैन, किनकि साथीमा पनि त एउटा प्रेम लुकेको हुन्छ। ती यादहरू जसलाई सँगै जिउने सपना देखेका थियौँ, तिनै यादहरू जब एक्लै सम्झनुपर्छ, त्यो पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। मित्रता दुई मनको गहिरो सम्बन्ध हो जसले जीवनलाई सहज र रमाइलो बनाउँछ। जीवनको हरेक समयमा साथ दिने साथी भनेको आत्माको अर्को अंश जस्तै हो। तर जब त्यही प्रिय साथी कुनै कारणवश टाढिन्छ, तब मनभित्र एउटा खालीपना जन्मिन्छ। त्यो खालीपना कुनै भौतिक वस्तुले भरिन सक्दैन, किनभने मित्रताको नाता कुनै वस्तु जस्तो छुँदा देखिने होइन। आत्माले अनुभूति गर्ने भावनात्मक सम्बन्ध हो मित्रता। साथी टाढिँदा मनमा एक किसिमको अभाव महसुस हुन्छ। त्यो अभाव केवल उपस्थितिको मात्र हुँदैन, आफ्नो मनमा हुने आशो, खुसी, वेदनाहरू कसलाई सुनाउने, कसलाई बाँड्ने, त्यसको अभाव हुन्छ। विगतका तिनै सम्झनाहरू सम्झिँदा हृदयमा एक प्रकारको नमिठो पीडा मनमा उम्लिरहन्छ।
कहिलेकाहीँ त्यो पीडालाई आँसुका थोपा बनेर आँखाले पोख्छन् त कहिले मौनताको रूपमा मनभित्रै दब्बिरहन्छन्। साथी भन्ने शब्द आफैमा गहिरो अर्थ बोकेको हुन्छ। त्यो केवल एउटै जीवनकालका घटना र अनुभूतिहरूको सङ्गालो होइन, बरु हरेक दिन बाँडिएको हाँसो, सम्झनाहरू, यात्राहरू अनि सपनाहरूको याद ग्रन्थ हो। जब कोही प्रिय साथी टाढिन्छ, ती यादहरू झन् गह्रौँ भएर मनमा थिचिरहन्छन्। एक्लोपनाले समाउँदै जाँदा आफूलाई बिस्तारै शून्यताको संसारमा धकेलिएको महसुस हुन थाल्छ। बिहान उठ्ने बित्तिकै सम्झनाको एउटा लहर आउँछ। यदि ऊ यहाँ हुन्थ्यो भने कस्तो हुन्थ्यो होला। यस्तै सोचले मनमा घोचिरहन्छ। बाटोमा हिँड्दा, चिया पसलहरूमा बस्दा, कुनै पुरानो ठाउँमा पुग्दा, जहाँ कहिल्यै नछुटिने जस्तो लाग्थ्यो त्यहाँ आज नमिठो सुनसान मात्र बाँकी रहन्छ। तर समय भनेको कहिल्यै कसैका लागि रोकिने चक्र होइन। प्रियजनहरू टाढा जानु, जीवनका बाटाहरू भिन्न हुनु, परिस्थितिले अलग पार्नु, यी जीवनका नियम जस्तै लाग्छन्। एक्लोपनलाई भुलेर अघि बढ्न सिक्नु नै जीवनको अर्को पाठ पनि त हो। तर सम्झनाहरू त कहिल्यै ओइलाउँदैन रहेछन्। ती त समयसँग झनै रङ्गीन भएर आउँदा रहेछन्। मित्रताको असली परीक्षा टाढिएपछि सुरु हुन्छ। यदि सम्बन्ध साँच्चै गहिरो छ भने दूरीले त्यसलाई कमजोर बनाउन सक्दैन। साँचो मित्रता समय, दूरी र परिस्थितिभन्दा माथि उड्छ। यदि कुनै सम्बन्ध केवल भौतिक उपस्थितिमा मात्र अडिएको छ भने त्यो साथीभन्दा पनि क्षणिक सहयात्री मात्र हुन सक्छ। तर एक्लोपनको चोट भने वास्तविक हुन्छ, जहाँ जीवनका उतार चढावहरू एक्लै सामना गर्नुपर्छ। जब मनका भावनाहरू सुनिदिने कोही हुँदैन, जब एक्लोपनको गहिराईमा आफूलाई हराउन मन लाग्छ, त्यही बेला भित्र कतैबाट एउटा आवाज आउँछ, तिमी मेरो आफ्नै साथी पो हो त। समयले बिस्तारै सिकाउँछ कि मानिसहरू आउँछन् र जान्छन्, तर आत्मासँगको मित्रता कहिल्यै टुट्दैन। आफ्नो भावना बुझ्न सक्नुभयो भने एक्लोपन जीवनको पीडा होइन, बरु आफ्नै अस्तित्व बुझ्ने अवसर बन्छ। साथी टाढा भए पनि सम्झनाहरू सदैव नजिक आइरहन्छन्। त्यसैले त भनिएको होला, साँचो मित्रता कहिल्यै टाढा हुँदैन नि, केवल समयसँग परिवर्तित मात्र भएको हुन्छ। पक्कै पनि तपाईँ हामी जो सुकैको पनि एउटा साथी हुन्छ नि, त्यो कुनै हुन त साथीहरू धेरै प्रकारका हुन्छन्, तर एउटा विशेष साथी हुन्छ जो साथीलाई चाहिँ जिन्दगीमा कहिल्यै पनि बिर्सन सकिँदो रहेनछ क्या, होइन? तपाईँ हाम्रो छ नि साथी, होइन? र केही कारणवश ती साथीहरूसँग एउटा कारणको एउटा लहर आउँछ। त्यो सानो केही कारणले गर्दाखेरि कुनै साथी टाढा पुग्छ, अथवा भनौँ न केही कारण मनमुटाप नभए पनि टाढा हुनुको मतलब चाहिँ मनमुटाप हुनु अथवा मनमुटाप भएर टाढा जानु भनेर भन्न खोजेको होइन। जस्तै केही समय परिस्थितिले टाढिन्छ नि त साथीहरू, होइन? कोही पढाइको कारणले छुट्छ, कोही अब आर्थिक समस्याको कारणले भन्नाले अब विदेश जानुपर्ने हुन्छ। अनि त्यो कारणले गर्दाखेरि साथीहरू टाढा हुँदाखेरि चाहिँ अब जो आफू यहाँ बसिन्छ, बस्नेलाई त्यो ठाउँहरू त अब त्यही ठाउँमा बसिएको हुन्छ आफू त। अनि त्यो ठाउँमा जाँदाखेरि अब एक प्रकारको सम्झना आउँछ क्या, एकदम मन यहीँ भइदियो हुन्थ्यो, होइन? अहिले त एक्लो महसुस हुन्छ क्या त्यो समयमा। अनि आफू कुनै समय अब यसो केही गरिन्छ अथवा केही आफूलाई समस्या आइपर्यो भने त्यो बेला यसो हेल्प गर्ने कोही भएन भने, अथवा त्यो समयमा चाहिँ आफूसँग के छ भनेर यसो बोलिदिने मान्छे पनि भएन भने चाहिँ त्यो बेला एकदम धेरै महसुस हुन्छ क्या, ओहो साथी त चाहिने रहेछ क्या, साथी त यहीँ भएको भए हुने रहेछ। त्यो बेला धेरै महसुस गरिन्छ क्या एक्लोपना। अनि कुनै कारणले अब आफू बिरामी भइन्छ अथवा मानसिक तनाव, अब अहिलेको नेपालको कन्डिसनमा हेर्ने हो भने त हामीलाई सबैलाई मानसिक तनाव छ, होइन? अनि यो अवस्थामा अझ विशेष गरी त अब नेपालको कन्डिसनको अवस्थामा हेर्ने हो भने चाहिँ साथी अर्कैले बनाउनु पर्छ क्या। किन भन्दाखेरि न आफूले सोचे जस्तो जब पाइन्छ, होइन? न केही पाइन्छ। अनि अब त्यत्तिकै अब घर परिवारमा पनि एउटा एक प्रकारको प्रब्लम आइरहेको हुन्छ।
अनि त्यो बेला अब सुनिदिने कोही मान्छे हुँदैन क्या। अनि कमसेकम साथी छ भने त साथीले यसो एकछिन भए पनि माइन्ड फ्रेस गराइदिन्छ होइन। त्यो भएको कारणले साथी चाहिँ बनाउनु एकदम जरुरी छ क्या। अनि साथी बनाउनु जरुरी छ र अब साथी चाहिँ कस्तो खालको बनाउने त, यसको बारेमा पनि म तपाईँहरूलाई केही भन्दैछु है त। जस्तै अब साथीहरू पनि धेरै प्रकारको हुन्छ। पहिला हामीलाई एकजना सरले भन्नुहुन्थ्यो कि साथी 2 प्रकारको हुन्छ अरे के। म कहिलेकाहीँ भन्थेँ कि अरे आज साथीहरूले चाहिँ यसो बोलाइरहेछन्, भेटघाट गर्न बोलाइरहेछन्, जान्छु नि त है भनेर भन्थेँ। अनि त्यति बेला उसले जहिले भन्नुहुन्थ्यो क्या मलाई, साथी चाहिँ 2 प्रकारको हुन्छ, एउटा खाने साथी हुन्छ, एउटा साथ दिने साथी हुन्छ। तिमी कुन साथीलाई भेट्न जाँदैछौ भनेर भन्नुहुन्थ्यो। खाने साथीले तिमीलाई डुबाउँछ, तर साथ दिने साथीले तिमीलाई उँभो लैजान्छ। त्यही भएर तिमी जहिले पनि उँभो लाउने साथीकोतिर हिँड, खाने साथीकोतिर नजाऊ भन्नुहुन्थ्यो कि। त्यस्तै साथी कस्तो साथी चाहिँ रोज्ने, अथवा साथी चाहिँ कुन साथी कस्तो छ भनेर चाहिँ कसरी चिन्ने त, त्यसको चाहिँ म तपाईँलाई केही कुराहरू भन्दैछु है त। जस्तो कि साँचो साथी चिन्ने एउटा मात्रै उपाय चाहिँ के हो भन्दाखेरि समय हो कि। समयले साँचो साथी र स्वार्थी साथी बिचको भिन्नतालाई चाहिँ देखाइदिइहाल्छ। खुसीका दिनहरूमा धेरैले साथ दिन सक्छन्, तर दुःखका दिनहरूमा साँचो साथी मात्र तपाईँको साथमा रहन्छ। जीवनको यात्रा लामो र अनिश्चित हुन्छ। यो यात्रामा धेरै मानिसहरू आउँछन्, कोही असल साथी बन्छन् भने कोही स्वार्थी साथी बन्छन्। तर असल र स्वार्थी साथी छुट्याउन सकेनौँ भने चाहिँ जीवनमा ठुलो धोका खान सक्छौँ हामीले। साँचो मित्रता र स्वार्थी सम्बन्ध बिचको भिन्नताहरू चिन्नु नै सफल जीवनको एउटा महत्त्वपूर्ण पाठ हो। जस्तो कि अब साँचो साथी र झुटो साथी चाहिँ कसरी चिन्ने त भन्दाखेरि कठिन समयमा साथीको व्यवहारलाई हेर्नुहोस्। जस्तो कि असल साथी सधैँ सुख दुःखमा साथ दिन्छ। जब हामी समस्यामा हुन्छौँ, असल साथीले हाम्रो साथ छोड्दैन। उसले सान्त्वना दिन्छ, सहयोग गर्छ र सही मार्गमा डोर्याउन आइपुग्छ। तर स्वार्थी साथी केवल सुखका दिनहरूमा मात्रै तपाईँ हामीसँग रहन्छ। जब हामीलाई समस्या पर्न थाल्छ, जब हामी समस्यामा पर्छौँ, उसले बहाना बनाएर टाढा गइसकेको हुन्छ। सफलता र असफलता बुझ्ने क्षमता। असल साथी हाम्रो सानो सफलतामा पनि खुसी हुन्छ र असफलतामा हौसला पनि दिन्छ, केही आइडियाहरू दिन्छ, भन्छ यस्तो गर्नुपर्छ साथी अब चाहिँ है भनेर उसले इन्करेज गरिरहेको हुन्छ क्या राम्रो कुरामा। तर स्वार्थी साथी भन्ने हाम्रो सफलतामा ईर्ष्या गर्छ र असफलतामा चाहिँ टाढिन्छ। स्वार्थ र निस्वार्थ व्यवहार। असल साथी बिना स्वार्थ सहयोग गर्न थाल्छ। उसको उद्देश्य हाम्रो भलो होस् भन्ने मात्र हुन्छ। तर स्वार्थी साथीले हाम्रोसँग केही पनि सरोकारै राखेको हुँदैन। उसले ऊ त बस आफ्नो फाइदा उठाउन मात्रै बसिरहेको हुन्छ। जब उसको स्वार्थ पुरा हुन्छ, ऊ टाढा जान्छ। आलोचना र प्रशंसा। असल साथीले हामीले गरेका गल्तीहरूमा हाम्रो आलोचना गर्छ, सही बाटोमा फर्काउँछ। तर स्वार्थी साथीले भने हाम्रो प्रशंसा मात्र गर्छ। चाहे हामी गलत नै किन नहोस्, उसले हाम्रो कमजोरीलाई कहिल्यै पनि देखाउँदैन। आत्मीयता र विश्वास। असल साथी विश्वासिलो हुन्छ। उसलाई हाम्रो रहस्य बताउँदाखेरि डर मान्नै पर्दैन। तर स्वार्थी साथीले हाम्रो कमजोरीलाई अरूसँग मजाकको रूपमा सुनाउन थाल्छ। यी त भयो साथीहरूलाई चिन्ने एउटा तरिका होइन, कसरी असल साथी चिन्ने, कसरी चाहिँ खराब साथी चिन्ने भन्ने कुराहरू चाहिँ अहिले म कुरा गरेँ। र यस्तै चिनजानकै बिचमा अर्को पनि समस्या आइपर्छ हाम्रो साथी बिचमा। कहिलेकाहीँ चाहिँ अब केही कुरामा यताउति हुँदाहुँदै त्यो सम्बन्ध चाहिँ बिग्रिन्छ क्या। असल साथीसँगको सम्बन्ध चाहिँ केही कारणले टुट्न थाल्छ क्या। कहिले अब हुन्छ नि त, अब सबै सोच घरिघरि एउटा हुँदैन। आफूले के गर्छ सोचिन्छ, उसले के सोचिरहेको हुन्छ, त्यही कुरामा अलिकति केही भनियो अथवा केही भयो भने अनि त्यसपछि चाहिँ बिस्तारै अब डिस्ट्र्याक्ट हुन थालिन्छ कि। जीवनमा असल साथी पाउनु मात्र ठुलो कुरा होइन, त्यो मित्रतालाई लामो समयसम्म टिकाइराख्नु झन् महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ चाहिँ असमझदारी, घमण्ड, अविश्वास वा सानो झगडाले गहिरो मित्रतामा चाहिँ एउटा खोट ल्याउन सक्छ। तर फेरि साँचो मित्रता चाहिँ पुनः जोड्न चाहियो भने चाहिँ फेरि जोडिन्छ। र यदि कुनै सम्बन्ध त्यस्तो भयो भने अब यदि साँचो मित्रता छ भने चाहिँ फेरि जोडिन्छ। अब यदि साँचो मित्रतै छैन भने चाहिँ फेरि त्यो टुटेर जान्छ।
यदि साथीसँग चाहिँ सम्बन्ध बिग्रिएको छ भने त्यो सम्बन्धलाई चाहिँ कसरी फेरि पुनः जोड्ने अथवा त्यस्तो टुटेको छैन भने पनि त्यो सम्बन्धलाई चाहिँ कसरी लामो समयसम्म चाहिँ कायम राख्ने भन्ने कुरा अब कतिपय साथीहरूसँग चाहिँ अब यस्तै के कुराहरू नमिलेर चाहिँ हामी छुटिरहेको हुन्छौँ जो कि छुट्नुपर्ने थिएन क्या जो साथी चाहिँ तपाईँ हामीबाट टाढा हुनुपर्ने थिएन त्यस्तो साथीहरू पनि त कति छुटेको हुन्छ होइन त्यस्तो समयमा चाहिँ अब के गर्ने त भन्दाखेरि गल्ती स्वीकार्न सक्ने हिम्मत राख्नुहोस् धेरैजसो मित्रता गलत वफाइमा अहङ्कारका कारण टुट्छन् यदि तपाईँले गल्ती गर्नुभएको छ भने साथीलाई खुलेर माफी माग्नुहोस् माफ गर भन्ने यी दुई शब्दले धेरै सम्बन्धहरू बचाउन सक्छ जब यो दुईवटा कुरा छन् माफ गर भनेर यदि तपाईँ निर्दोष हुनुहुन्छ भने पनि सम्बन्ध सुधार्न पहल गर्नु कुनै कमजोरी होइन बरु परिपक्वताको एउटा चिन्ह हो खुलेर संवाद गर्नुहोस् बोल्नुहोस् धेरै समस्याहरू चाहिँ संवादको कमीले अथवा एकअर्का बिना चाहिँ बोलचालको अलिक कमीले गर्दाखेरि जन्मिने गर्दछन् यदि सम्बन्ध बिग्रिएको छ भने साथीलाई भेटेर वा फोन गरेर खुलेरै कुरा गर्नुहोस् तपाईँको मनमा लागेको कुराहरू भनिदिनुहोस् र साथीको कुरा ध्यान दिएर सुन्नुहोस् एकअर्कालाई नबुझेसम्म असल सम्बन्ध कहिले पनि टिक्दैन इमान्दार बन्नुहोस् असल मित्रता इमान्दारितामा टिकेको हुन्छ झुट दोहोरो चरित्र वा छल कपटले मित्रतामा धक्का दिन थाल्छ यदि तपाईँले साथीलाई केही लुकाउनु भएको छ भने त्यो खुलासा गरेर इमान्दार बनिहाल्नुहोस् असल मित्रता विश्वासको मेयमा टिकेको हुन्छ रिस घमण्ड र अहङ्कारलाई त्याग्नुहोस् धेरै मित्रता सानोतिनो रिस वा घमण्डकै कारण टुट्छन् अहङ्कारले मानिसलाई झुक्न दिँदैन जसले गर्दा सम्बन्ध झन् बिग्रन थाल्छ यदि साथी रिसाएको छ भने तपाईँ नै एक कदम अगाडि बढेर उसलाई सम्झाउनुहोस् आफ्नो इगो छोडेर मित्रताको मूल्य बुझ्नु बुद्धिमानी हुन्छ कुनै पनि सम्बन्धहरू चाहिँ एकतर्फी हुँदैनन् फेरि हैन केवल तपाईँको प्रयासले मात्र मित्रता जोगिँदैन साथीको पनि त त्यस्तै योगदान चाहियो यदि तपाईँ पटक पटक सुधार्न खोज्दा पनि मित्रले वास्तै गरेको छैन भने उसलाई सोच्ने समय दिनुहोस् जबरजस्ती सम्बन्ध जोगाउने प्रयास पनि गर्नु आवश्यकता छैन पुराना सम्बन्धहरूले सम्झनालाई बलियो बनाउँछ यदि तपाईँहरू एकअर्काबाट टाढा भइसक्नु भएको छ भने पुराना सुख दुःखका क्षणहरू सम्झनुहोस् पुराना फोटो चिठी म्यासेजहरू हेर्दा मित्रताको माया फेरि बलियो हुन आउँछ मित्रतालाई पुनः ताजगी दिन साथीलाई ती पुराना यादहरू आउने चिजहरू पठाउनुहोस् सँगै समय बिताउनुहोस् एकअर्कासँग समय बिताउनाले सम्बन्ध सुध्रिन्छ यदि सम्भव छ भने साथीलाई भेट्नुहोस् मन खुल्ने गरी गफ गर्नुहोस् वा पुरानो स्थलमै गए पहिला तपाईँ हामी साथीसँग जहाँ भेट्थ्यौँ त्यहीँनिर गएर रमाइलोसँग दिन बिताउनुहोस् असल मित्रता चाहिँ केवल शब्दले मात्र होइन भावनाले पनि बलियो हुनुपर्छ आलोचना कम प्रशंसा बढी गर्नुहोस् कसैले पनि लगातार आलोचना सुन्न चाहँदैन तपाईँका साथीको असल गुणहरूको खुलेर प्रशंसा गर्नुहोस् तिमी असल छौ साथी भन्नुहोस् म तिमीलाई गुमाउन चाहन्न भन्ने शब्दहरूले सम्बन्धलाई झन् सकारात्मक ऊर्जा दिन्छ अर्को छ मित्रताको मूल्य पनि बुझ्नुहोस् साँचो मित्रता पैसाले किन्नै सकिँदैन असल साथी जीवनभरि टिक्ने एउटा खजाना हो यदि सम्बन्धलाई बचाउन सकिन्छ भने त्यसका लागि पहल गर्न हिचकिचाउनु हुँदैन मित्रताको मूल्य बुझ्नेलाई जीवनले सधैँ नै साथ दिइरहेको हुन्छ र अन्तमा छ अन्तिम विकल्प छोड्नु परे सम्झेर छोड्नुहोस् कहिलेकाहीँ जति नै प्रयास गरे पनि मित्रतामा सुधार आउँदैन भने सुधार्नै सकिँदैन भने यदि सम्बन्ध सुधार्न सक्ने कुनै उपाय नै छैन भने नराम्रो सम्झनाको बोझ बोकेर बाँच्नुभन्दा राम्रो यादसहित टाढिनु नै उपयुक्त हुन्छ केही सम्बन्धहरू समयअनुसार परिवर्तन हुन्छन् र हामीले त्यसलाई स्वीकार्नु पनि सिक्नुपर्छ यी थिए सम्बन्धलाई चाहिँ कसरी लामो समयसम्म कायम राख्ने भन्ने कुराहरू र अन्तिम निष्कर्षमा के भन्न चाहन्छु भने साथी जीवनको महत्त्वपूर्ण हिस्सा हो असल साथीले हाम्रो जीवनलाई सजिलो अर्थपूर्ण र प्रेरणादायी बनाउँछ साथी बिना जीवन अधुरो रहन्छ मित्रताको सम्बन्ध विश्वास प्रेम र सम्मानमा आधारित हुन्छ
साथी भनेको जीवनको रङ्गीन तस्बिर हो। उनीहरू बिना जीवन निरस र फिक्का हुन्छ। साँचो साथी पाउनु भाग्यको कुरा हो, तर हामीले पनि त साथीको साथ जोगाइराख्नु हाम्रो पनि त कर्तव्य हो। जीवनमा धेरै सम्पत्ति कमाउन सकिन्छ, तर साँचो साथी जति अमूल्य अरू कुनै पनि सम्पत्ति हुँदैन। त्यसैले आफ्नो साँचो साथीहरूलाई सधैँ सम्मान गर्नुहोस्, उनीहरूको साथलाई कदर गर्नुहोस् र यो अमूल्य सम्बन्धलाई सधैँ जीवनभरि माया गर्नुहोस्। र अन्त्यमा साथी भनेको जुन जस्तै हो, जो सधैँ टाढै भए पनि तपाईँ हाम्रो जीवनमा शीतलता दिन आइरहन्छ। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो सुनाखरी अडियो सञ्चारको आजको पहिलो एपिसोड। यदि तपाईँलाई आजको यो भिडियो मन पर्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस् र आफ्नो विचारहरू कमेन्टमा लेख्न नबिर्सिनुहोस् है। अर्को भिडियोमा फेरि हामी भेट्ने नै छौँ। तबसम्मका लागि मलाई बिदा दिनुहोस्। मैले केही भन्न बिर्सेँ जस्तो लागिरहेछ हो। अहो, भन्नै पो बिर्सेछु। ल, आफ्नो प्यारो मिल्ने साथीलाई सम्झना स्वरूप यो भिडियोलाई सेयर पनि गरिदिनुहोस्। हस्, ल अब चाहिँ बिदा भएँ। नमस्कार।